हामीले चाहिँ यति धेरै चिकन केमा युज गर्दैछौँ र यो धनियाहरू मरमसलाहरू हालेर हामी केमा युज गर्दैछौँ, यो चिकन खासमा के को लागि युज हुँदैछ, यो थाहा पाउनको लागि फुल भिडियो हेरिदिनु होला। सो हेलो एभ्रीवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, एकदम मस्त छु, व्यस्त छु। हाम्रो चाहिँ भेज मन्चुरियन सकिसकेको थियो, त्यसकारण चाहिँ हाम्रो भेज मन्चुरियनको लागि गोपी चाहिँ कटिङ भइरहेको। नेपालमा अब भेज मन्चुरियन त हुँदैन पनि हैन, अब नेपालमा पनि बनाउँदैन, किनभने अब भेज मन्चुरियन चाहिँ अब प्राय बनाउने भनेको इन्डियन मात्रै हो नि त। यो चाहिँ कोले खानु भएको छ, खानु भएको भएर थाहा होला यसको स्वाद चाहिँ, यसको टेस्ट कस्तो हुन्छ भनेर। यसको चाहिँ टेस्ट एक नम्बर नै हुन्छ। यो अन्डी चाहिँ हाम्रो मोरीको अन्डी हो। मोरीको मतलब अब तपाईहरुले बुझ्नु भएको छैन होला मोरी भने के हो भनेर फेरि तपाईको धेरै मनमा क्वेशन चाहिँ हुन सक्छ। मोरीको मतलब अब भाडा बाँध्ने अन्डी हो। त्यसपछि हाम्रोमा चाहिँ बिरयानीको अर्डर आइरहेको थियो हैन। बिरयानीको लागि मैले चाहिँ 7 केजी चावल चाहिँ भिजाएर पानीमा राखिराखेको, किनभने अब बिरयानी चाहिँ यहाँ धेरै गर्छ नि त हैन। अब हैदराबाद सायद हो नि त मैले काम गर्ने, त्यही भएर हैदराबादतिर बिरयानी चाहिँ धेरै गर्छ। अब बिरयानीको साथमा अब सलाद पनि दिनुपर्छ नि त हैन। त्यसको लागि मैले सलाद काट्नलाई प्याज एकदम रेडी बनाएर राखिसकेको थिएँ, किनभने अब यसलाई छिल्नु पर्यो नि त हैन। अब यस सलादमा चाहिँ धेरै जान्छ। त्यतिकैमा हाम्रो स्टफ चिकन पनि आइसकेको थियो, किनभने आज हाम्रो सन्डे हो नि त। सन्डेको दिन हाम्रो स्टफ चिकन चाहिँ आउँछ। स्टफ चिकन आइसकेपछि किन ढिलो गर्नु र भनेर मैले रेडी गरिसकेँ बनाउनलाई। चाहिए अनुसारको मरमसला हालेर चाहिँ मैले चाहिँ मजाले प्याजले भुट्न थालेँ तेलमा। त्यति बेला नै एउटा अर्डर आइसकेको थियो। त्यो अर्डर चाहिँ थियो फ्रेन्च फ्राइज। त्यसलाई चाहिँ एकदम झ्वाइ पारामा क्रिस्पी बनाउनु पर्छ, किनभने एकदम क्रिस्पी बनाउने झन् मिठो नै हुन्छ। त्यसमा चाहिँ मैले हल्का नमक मिसाइदिएँ। यो चाहिँ पेरी पेरी मसला हो, यो हालेपछि टेस्ट नै राम्रो हुन्छ, किनभने अब यसमा टेस्ट नै राम्रोको लागि चाहिँ बनाएको नि त यो मसला। यो अर्डर चाहिँ पार्सलमा आएको थियो। अब यसलाई चाहिँ मैले पार्सल गरेर चाहिँ दिनुपर्छ। अब बाहिर चाहिँ अब सर्भिसको केटाहरू छन्, तिनी केटाहरू चाहिँ लगिहाल्छन्, मैले चाहिँ त्यहाँ राखिदिनुपर्छ। यो चाहिँ लेग पिस हो। यो चाहिँ लेग पिस चिकन बिरयानीमा युज हुन्छ है। अब यो चाहिँ चिकन बिरयानी बनाउने थियो हामीले, त्यही भएर चाहिँ यो चिकन बिरयानीको लेग पिस हो। यसमा चाहिँ टेस्ट अनुसारको मरमसला चाहिँ हाल्नुपर्छ। त्यसपछि फेरि एउटा अर्डर आइसकेको थियो। त्यो अर्डर चाहिँ थियो पनिर टिक्का पिज्जा। मैले चाहिँ पिज्जा बनाउने ओभन चाहिँ अन गरिसकेँ, पिज्जा हाल्नलाई रेडी पनि गरिसकेँ। यसमा चिज पनि हाल्नुपर्छ। यसमा हाल्नेहरू सबै हालिसकेर एकदम रेडीमेड बनाइसकेँ हैन। अब किनभने छिटो बनाउनु थियो नि त, अनि त्यसपछि मैले चाहिँ पिज्जा ओभन भित्र पनि हालिसकेँ। सो आजको भिडियो यति नै हुन सक्छ। भिडियो मन पऱ्यो लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु। बाइ बाइ, मिस यु अल।